नमस्कार साथीहरू, आज हामी धेरै खुसी छौँ। आज भेला भएका छौँ हाम्रो भान्जी मिना बस्नेतको घरमा र उहाँ हुनुहुन्छ हाम्रो भान्जी मिना बस्नेत र उहाँको श्रीमान हुनुहुन्छ यहाँ हाम्रो जोय साहब है। अनि उहाँको छोरा हुनुहुन्छ कान्छो छोरा के अरे नानी तिम्रो नाम गिरीश र यतापट्टि देखाउनुहुन्छ उहाँ मेरो भान्जीको सासुआमा हुनुहुन्छ होइन। अन्त उहाँ चाहिँ मेरो भान्जीको माइजू हुनुहुन्छ र त्यसै भएर म उहाँ माइजूको चाहिँ माइती हो होइन। यस्तो प्रकार हाम्रो परिवार छ र उहाँ मेरो कान्छी बहिनी आशा उहाँ चाहिँ के भन्नुहोस् बहिनी। र आज यहाँ हामीलाई खाना खानुको निम्ति आएको थियो, धेरै नै रमाइलो लाग्यो र जोय साहबले बसेर एकदम किचनमा अर्ग्यानिक टाइपले बनाएको चाहिँ मलाई त्यो धेरै नै मनमा छुयो। त्यो त आन्तरिक हृदयबाट मलाई धन्यवाद टक्राउँदैछु। र अब यहाँनिर हेर्नुहुन्छ मेरो कान्छा ज्वाइँ हाम्रो कान्छा ज्वाइँ अविनाश है। उहाँले गर्दा उहाँको रहरले गर्दा नै आज हामी यहाँ आइपुगेका छौँ र यो घरमा र के भन्नुहुन्छ नि त के भन्नुहुन्छ तपाईँ? यहाँ दिदीहरूको घरमा गाउँमा आएर धेरै खुसी लाग्यो, रमाइलो लाग्यो। थ्याङ्क यू। तपाईँहरू यहाँनिर हुनुहुन्छ हाम्रो भान्जी र नातिनी है। हाम्रो अनामिसा के भन्न चाहनुहुन्छ? क्यामेरा उहाँ छ र हाम्रो ज्वाइँलाई धेरै धेरै धन्यवाद है, यति मिठो खाना खिलाउनु होला हामीलाई। र ज्वाइँ 2 शब्द केही भनिदिनुहोस्। भयो के भन्दिनँ भन्दैछ। र मिना भान्जीले के भन्नुहुन्छ होला? भन्नु हुँदैन, 2 शब्द त राखिदिनुहोस् न। के भन्ने तपाईँहरू आउनुभयो के त खुसी लाग्यो, भन्नुहुन्छ? तपाईँहरू आउनुभयो खुसी लाग्यो। धन्यवाद छ। ल जोय साहबले पनि के भन्नुहुन्छ? तपाईँहरू आउनुभयो धेरै खुसी लाग्यो। धन्यवाद। गिरिशले के भन्छ? त्यही नै भन्छौ? र आमाले के भन्नुहुन्छ? आमाले के भन्नुहुन्छ कि? के भन्ने हो हजुरहरू आउनु रमाइलो लाग्छ। दिदीले के भन्नुहुन्छ कि? अब सबै आफ्नो परिवार भेटभाट हुँदाखेरि धेरै रमाइलो हुन्छ। खानपिन पनि भयो राम्रो रमाइलो यादगार। अरू के भन्नु र, सबैलाई राम्रो होस् यही छ। ल हुन्छ। ल यसरी हामीहरू यहाँ बसेको छौँ र तर यति भन्दै यो हाम्रो सानो परिवारको गेट टुगेदर फ्यामिली गेट टुगेदर पार्टीमा आज हामी यहाँ आयौँ र सबैलाई धेरै धेरै धन्यवाद। र जति पनि भ्युवर्सहरू हुनुहुन्छ तपाईँहरूको माया र लाइक मेरो बहिनीको ब्लगमा चाहिँ बनाइदिनुहोस् र उहाँलाई सब्सक्राइब गरिदिनुहोस्। उहाँको सानो यो च्यानल छ सारी लभर्स भनेर। तपाईँले उहाँलाई माया गरिदिनुहोस्, आशीर्वाद गरिदिनुहोस्, यति नै भन्न चाहन्छु। धेरै धेरै धन्यवाद। धन्यवाद छ।